This is the day one of sharing one sloka per day for 7 days from the Bhagavad Gita. Sankhya Yoga, Slok 47. कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलहेतुर्भुर् मा ते सङ्गोऽस्त्वकर्मणि। तिम्रो कर्म गर्नुमा मात्र अधिकार छ, कर्मको फलमा तिम्रो अधिकार छैन। यसो भन्दै गर्दा तिम्रो कर्म नगर्नुमा पनि तिम्रो आसक्ति नहोस्। अब यहाँनिर आसक्ति नहोस् भन्दै गर्दा के सामान्य मान्छेले तिमीले आसक्ति नराख भन्ने बित्तिकै राख्न सक्छ र? ऊबाट त्यत्तिकै निष्काम कर्म घटित हुन्छ र? हुँदैन नि। केही हदसम्म सजगता ल्याउँछौँ हामीले जीवनमा भने हुनसक्छ कति कार्यहरू हामीले गर्दाखेरि निष्काम रूपमा गरिन्छ हुनसक्छ। तर वास्तविक निष्काम कर्म घटित हुनको लागि चाहिँ केही हदसम्म हामीलाई वैराग्य आवश्यक हुन्छ। वैराग्य नघटिकन निष्काम कर्म घट्न कठिन पर्छ। र यसमा यो श्लोकमा यहाँनिर कर्मण्येवाधिकार अब यहाँ कर्मको अर्थ जेनरली हामीले सामान्य रूपमा जुन कार्यहरू जुन तरिकाले गर्छौँ त्यो कार्यलाई चाहिँ कर्म भनिएको होइन। अब यो भन्दै गर्दाखेरि के हामीले अब दिन प्रतिदिन गर्ने कार्यहरू चाहिँ त्यसलाई चाहिँ कर्मै भन्न मिलेन त? त्यो पनि होइन। त्यसलाई पनि यदि हामीले सजगतापूर्वक अथवा भक्ति मिसाएर त्यसमा प्रेम मिसाएर हुन्छ, उपासना मिसाएर हुन्छ, ध्यान मिसाएर हुन्छ, सजगता अवेरनेस मिसाएर हुन्छ कि यदि सबै कुरालाई सबै कार्यलाई त्यो तरिकाले गरिन्छ भने त्यो पनि कर्म हुँदै जान्छ। साक्षात्कारका लागि भगवानको दर्शनका लागि भनौँ अथवा चेतनाको उत्थानका लागि भनौँ त्यो कुराको लागि मात्र बसेर गरिने आँखा बन्द गरेर गरिने कुरा मात्र कर्म हुन्छ भन्ने चाहिँ होइन। फेरि जुन मुख्य एसेन्स यदि हामीले जोड्न सक्छौँ भने चाहिँ त्यहाँनिर अब कर्म घटित हुँदै जान्छ बिस्तारै।